राम्रो काममा मेरो पनि सम्पूर्ण साथ हुनेछ। तर नेपालीहरूले अपेक्षा गरे अनुसार भ्रष्टाचारीहरू, घुसखोरीहरू, लोभी पापी दलालीहरूको समाजमा गाडिएको ज्वरो उखाल्नको लागि हाम्रो समाजमा भएको नातावाद, कृपावाद, चाकरीवाद, चापुलिसवाद जस्ता कुसंस्कारका दलदलमाबाट एकदमै टाढा रहनुहोस्। यदि पहिलेकै राजनीतिक दलहरूले जस्तै गरेर स्वतन्त्र पार्टी पनि नेपाली समाजको ती कुसंस्कारहरूमा फस्यो भने भाद्र 23-24 गतेको जेनजी आन्दोलन पनि कालान्तरमा असफल हुनेछ। ल, धन्यवाद छ। अनि अन्तमा एउटा कुरा, यहाँ आजको कार्यसूचीमा मैले एउटा देखेको थिएँ, एउटा यो अध्यादेश रहेछ। यसमा थप कुरा के गर्न चाहन्छु भने अध्यादेश मतदाता नामावली पहिलो संशोधन अध्यादेश 2082 भन्ने रहेछ। त्यसमा चाहिँ म के भन्न चाहन्छु भने अब आउने 2084 को प्रदेश र स्थानीय सरकारको चुनावमा विदेशमा काम गर्ने सम्पूर्ण वैधानिक नेपाली नागरिकहरूले पनि भोट दिन पाउने व्यवस्था होस् भन्ने कुराको अनुरोध गर्न चाहन्छु। किनभने यो कुरा मैले गत फागुन 21 गतेको चुनावमा पनि व्यवस्था होस् भनेर म आफू मन्त्री हुँदा पनि पटक पटक प्रयास गरेको हो, त्यो हुन सकेन।